हेलो गाइज, के छ खबर होइन। अनि त्यसपछि आज चाहिँ मैले एउटा भिडियो बनाउन लागिरहेको छु, हेरिदिनु होला ल। म चाहिँ मेरो ड्रेस देखाउनको लागि यस्तो जाडोमा पनि यस्तै मात्रै लाएर बसिरहेको छु। सासूजी आजको आजदेखि चाहिँ 7 जुनीसम्म कि +8 7 होइन कति सयौं जुनीसम्म। ओके, अब चाहिँ बेहुली दुध लाने यस्तो पो हुँदो रहेछ है यार। ढोक्नु पर्यो नि त। पैसा खोज्दाको हैरान छ यहाँ बेहुलालाई। पैसा ल्याउ त अब बुहारीले अब कतिमा उठ्छ पैसा हेरेर है महिनामा पैसा हेरेर एकैचोटि दिन्छ के एउटा मान्दैन अझै दिन्छु उठेको मैले हुँदो रहेछ है। हेलो बस्नुहोस्। अब चाहिँ यहाँ टिका उता दुला छर्किने सकिन्छ टिको हेर नि चामल महँगो छ कोमे ताखाइ डकर तकाइयो मनमनै भन्छ है आशीर्वाद मनमनै गर्नुपर्छ। मैले त्यही त भनेँ। सुनमा मम्मी टिसी यहाँ साइडमा हेरेर थाम्किँदै जानेन मैले कस्तो दिदी त्यो उस भएर होला। आछै नकर मलाई त नढगाउने होला ल यसरी नै मलाई लाइदिन्छ यसरी लाउनु पर्ने रहेछ क्या धन्यवाद। लाउँदा त उस भयो गुडा ढोकाएर च्याउ अलिक भनेको मान्ने हुनु पर्यो है। कति धेरै चाहिँदैन थियो त्यति ए भित्र आउने नभएर भयो त्यतादेखि बुहारी ल्याउनु भयो। यहाँ चाहिँ बाटो छेकिरहेछ। ए मानिसकेको वेलकम भेडालाई ढाका टुक्राले राम्रो
लु बुहारी भित्रै सकियो कस्तो राम्रो आयो बेना आले राम्रो भाइ बुहारी दुईटा फोटोग्राफीहरूले चाहिँ यहाँ के मिलाइरहेछ होइन खै अलि जान्दैनौँ कि हामीले फोटो खिच्नलाई बल्ल प्र्याक्टिस हुँदैछ बल्ल त एउटा लास्ट चिज छ यार भाइ कसरी फोटो खिच्ने अटेन्डेन्ट हो कि पटेन्डेन्ट गर्दैछौँ को मौसम चाहिँ यस्तो छ होइन मस्त घाम लागिरहेको छ घाम लागिरहेको छ तर एकदम चिसो मौसम छ हामी चाहिँ फोटो खिच्न निस्केको मगरको पहिलो हो नि त ठ्याक्कै अहिले चाहिँ उयो त हेर्नु दिदी त हेर्नु वाउ कस्तो ब्युटिफुल तपाईँ यता छिन् फेरि ब्युटिफुल आमाको छोरी अब भोजन के भन्छ अरे खानुलाई भत्यार अब बिहेको सानो भत्यार खाँदैछौँ ठ्याङ ट्याङ मैले चाहिँ कपाललाई लरक्क बनाएर सकेँ होइन अनि त्यसपछि केन्द्र रेडी हुँदै हुनुहुन्छ बेहुलाको आमा टिका के अरे नङपालिस लगाइसक्यो लगाइसक्यो यस्तो देखाइदिनु त टलक्क टल्किरहेको यता राम्रो यता चाहिँ अर्कै हो के हो चिन्दैन कपाल कर्ली पनि हुँदैछ सेम सेम भएछ हाम्रो दिदीको ब्लाउज मेरो चाहिँ के जाति अनि भइन त म राम्री यो चाहिँ भ्लग हाल्नुपर्छ है तिमी त खै राम्री त क्यामेरामा अलिकति गोरै देखिसकेन अगाडि त कस्तो कलिक कलि देख्छु म त राम्री नै छौ के भएको राम्री नै छौ कहिले होला खुट्टा चिराइसक्यो नाच्नुलाई कुसुङ कुसुङ भइसक्यो 4 बजे बज्दैन हामी चाहिँ 4 बजीको पर्खाइमा छौँ यो छोराको बेलामा कस्तो लागिरहेछ कस्तो अनुभव भइरहेछ केटी थाहै छैन बिहे रमाइलो भयो भित्र आउँदा कस्तो भयो रमाइलो साँच्चीकै अब चाहिँ बुहारी आयो भयो हो अनि रुनु भएन त खुसीको आँसु सुटुक्क रोथ्यो भित्रभित्रै आँसु निकालेको थियो भन्न न त्यही भएर ताली बजाउन पनि बिर्सेको सानो बिहा भयो एक्लै बजाउनु भएको ताली दिदीले के बोकी ल्यायो त्यो झोलीमा म फासे तिम्रो त्यो बोलीमा म त बोल्नै जान्दिनँ खै हामी बेलुना नि हालत खराब छ यति सानो बिहाले यस्तो गरेर के भएछ अरे फोटोमा मेरो सबै अनुहार बिग्रेको हे मेरो ड्रेस अप चाहिँ देख्न सक्नुहुनेछ यस्तो अनि झोला चाहिँ जोगीको छि हेर नि त्यस्तै साह्रो जोगीको जस्तो भएन है त्यस्तै साह्रो जोगीको जस्तो त नभन न साथी हैन होइन नि होइन पछि त्यो एडिट गर्दा बोल्दै गरे नि त हुन्छ नि लाग्दैन म त झन् यत्रो त्यसै त ठुलो अनुहार छ झन् यात्रा आउँछ अगाडिबाट भन्दा देखाइन न अब साथी अगाडि अगाडि हिँड्दैछिन् अर्को साडी लगाएको साथी हो अगाडि हिँड्दैछिन् म चाहिँ सबसे भन्दा लोसे हो अलिकति ढिलै हिँड्छु क्या म फेरि त्यही माथि डल्लो मान्छेले स्यान्डल लाउनै पर्यो गाह्रो छ अगाडि अगाडि ध्यान के जस्तो लास लाग्छ ऊ है डल्ली छैन राम्री छ चुट्टिकाको परेको होइन ठिक छ अन्त होइन ब्याकग्राउन्ड चाहिँ छ अन्त मैले चाहिँ फोनबाट भिडियो गरिरहेको छु होइन अनि त्यसपछि अलिक कालो आइरहेको छ ब्याकग्राउन्ड तर यो बादलहरू नै कालो भइरहेको छ कस्तोमा हामी गोरी छौँ यो कालो बादलमा यस्तो राम्री राम्री धरतीकी परिहरू कस्तो हाँसेको यार त्यस्तो नहाँसिदेऊ न अब म धरतीकी परी भन्दा ऊ हाँसिदिन्छ म धरतीकी परी त हो त नि होइन तिमी पनि हो तिमी सेकेन्ड धरतीकी परी तिमी सेकेन्ड ऊ त्यो थर्ड म फर्स्ट हो फेरि गर त हात जिन्दाबाद भने जस्तै
अब चाहिँ हामी चाहिँ पुग्न लाग्यौँ विपना बोल न रेस्टुरेन्टमा। रेस्टुरेन्ट भने के हो भने पार्टी गर्ने ठाउँमा। बोलिदिने नि यता भएर त उता भिडियो गरेछन् के त अब कति टाइम लाग्छ उसको आइफोन देखाएकै। तपाईँहरूको पनि छ भने देखाउनु होला। छ भने देखाउनु चाहिँ के छ आइफोन त छैन भने चाहिँ हेरेर चित्त बुझाउने। कति टाइम छ? हजुर 2 खुट्टा दुइसक्यो। यस्तो छ नि यो चाहिँ यस्तो हिँडे। यस्तो सिकाएर झन् म अनट्ठ परेर हिँड्ने साथी। अनि नबिना आज अनि एउटा बाबी आउँछन् अरे त अनि केटी खोज्दैछ अरे त के छ विचार? अहिले एक्साइटेड भइरहेको छु कि त्यहाँ कसरी बचाउने हो भनेर 3टा छोरीको बाउ मात्रै हो निन्जा टेक्निक सोध्दैछु कि म यस्तो यस्तो आँखा झिम्काइदेऊ कि बाबु आँखा त झिम्काएको पनि देख्दैन हो आँखा चिम्ले भयो बुढा पाउँदा छोरी उपाएर दुःख गर्नै पर्दैन हो साथीहरू हो के गर्छ आँट सही बात। आँट्नु पर्ला आँट छ भने भन। दुईजनाले नि अलिअलि साथ दियो भने आँट हामी चाहिँ आइपुग्यौँ फाइनली हाम्रो पार्टी प्यालेसमा हाम्रो पार्टी प्यालेसमा। अलि मजाले स्वागत गर्नु पर्यो के। नमस्ते थ्याङ्क यू छिरे ल। ए को चिन्नै सकिएन। ए बेहुली हो। हामी चाहिँ नाच्नको लागि बसिरहेछौँ होइन। भुतुक्कै यता हुनु चाहिँ हाम्रो दुला दुलाई। यता हेर्नु न कस्तो हो के छ खबर? बिस्तारी गरौँ होला हो। गोरा भन्छ गोरा लजा है केटी लजाउँदैछ है। हेर न लजाएर त घोप्टो परेको बहिनी कुरा मिल्दैछ है यतादेखि। हेर नि त्यहाँ मात्छ है बेइज्जत नगर मार्छ है। म त उसको बच्चा सानो सानो होला भनेको ठुल्ठुलो रहेछ। हामी जत्रै नबिनाको त यहीँ कुरा छान्थिन होला जस्तो छ। हामी त रित्तै हामी दुईजना चाहिँ खुसी भएर पुरा यता बजाउँदै साटिङ होला। हेर नि मैले हेरिसकेँ यताबाट हेरिसकेँ अन्त भाउजूले पाएको म खुसी हो। मेरो भान्जीले जिराइ गर्दैन तिम्रो युट्युब च्यानल छ होइन? हजुर मलाई ओके
ताली ताली माइजौँ जानु न जानु मामा माइज तान्नु पर्यो कि माइजूलाई तान्नु क्या मामा माइजूलाई अब यसो गरेर तान्नु न ल मामा र छोडेको तर जाँदैछ है हेलो गाइज गुड मर्निङ हिजो चाहिँ हामी होइन राति आइपुगेको थियौँ नि त अनि त्यसपछि पक्लक्कै सुतिहाल्यौँ एकदम थाकेको थियो अनि त्यसपछि अहिले चाहिँ फेरि एकदमै बिहान बिहानै मेरो चाहिँ अपोइन्टमेन्ट छ क्या अनि त्यसको लागि चाहिँ म निस्किँदैछु होइन कस्तो दाँत खराब भएको छ नि मेरो चाहिँ होइन लास्टै खराब भएको छ दाँत त्यही भएर चाहिँ आज म काटाकुटुक पार्न जाँदैछु कति धेरै दुःख हुन्छ यार यो दाँत दुख्ने भयो भने चाहिँ म 3-4 चोटि धाइसकेँ अझै राम्रोसँग ठिक भएको छैन है त्यसैले गर्दा तपाईँहरू पनि आफ्नो दाँतलाई चाहिँ एकदम धेरै केयर गर्नु होला है दाँतलाई मात्रै होइन आफ्नो हेल्थकै केयर गर्नु होला मैले यस्तो दुःख पाउनुपर्छ फेरि अनि आज यस्तो मजाले घाम लागिरहेको छ है जाडो रहेछ यार बाइकमा जाँदा म मेरो डेन्टलको काम सकेर हो निस्केको एकदम हल्ला मात्रै छ के गर्नु र अन्त हो गाइजहरू म चाहिँ दाँतलाई टिलिक्क पारेर आइसकेँ टिलिक्कै त के बनाउने भन्नु अझै बोलाएको छ यो दाँतले त मलाई त लास्टै लुट्यो के गर्नु र यस्तो चिसो छ होइन अनि त्यहाँदेखि यतिकै गएको चिसो झन्डै मरिन हिजोकै भ्लग हो एन्डिङ गरिदिएको आज चाहिँ होइन भन्दै आजको भिडियो चाहिँ यस्तै रह्यो गाइजहरू होइन हेरिदिनु होला अनि त्यसपछि थोडा माया गरिदिनु होला
बाई बाई।